विभिन्न जिल्लाहरूबाट पाल्नुभएका प्रमुख तथा प्रतिनिधिज्यूहरू हाम्रो र लगायत मेरो यहाँ जति पनि आउनुभएका अपरेटर साथीहरू, आज यस कार्यक्रमलाई हजुरहरूले भरपूर्ण टाइम मिलाएर आइदिनु भएकोमा म हृदयदेखि नै आभार व्यक्त गर्दछु। हामीले यो चाहिँ कर्णाली प्रथम अधिवेशन भएको हुनाले गर्दा हामीले कर्णाली प्रदेशदेखि अब धेरै बोल्नुपर्ने कुराहरू त खासै केही गरिएको छैन र बोल्नुपर्ने कुराहरू जति पनि थियो केन्द्रको सरहरूले सम्पूर्णजनाले चाहिँ बोलिसक्नु भएको छ र हामीहरूले माग गर्नुपर्ने कुराहरू के हो सम्पूर्ण कुराहरू चाहिँ हजुरहरूले पनि बुझिसक्नु भएको होला, सम्पूर्ण कुराहरू चाहिँ भनिसक्नु भएको छ। आजको दिन चाहिँ धेरै टाइम नभएको कारणले गर्दा धेरै टाइम वेस्ट गर्न चाहेन मैले र अब हाम्रो कर्णाली प्रदेशका साथीहरूलाई के भन्न चाहन्छु भनेपछि मैले केही फसेको पैसाहरूको बारेमा चाहिँ धेरै साथीहरू चाहिँ गुनासिएको मैले चाहिँ थाहा पाएको छु। त्यस पैसा उठाउनको लागि चाहिँ हजुरहरूले हामीहरूको सम्पर्कमा आएपछि त्यो चाहिँ हामीहरूले चाहिँ त्यसको चाहिँ समाधान गर्नेछौँ एउटा कुरा। र अर्को कुरा के छ भनेपछि हामीले यत्रो नारा गऱ्यौँ, जुलुस गऱ्यौँ, आज यो अवस्था चाहिँ कसले गराएको हो भन्ने कुरा पनि हजुरहरूले बुझ्नु भएको होला। हामी सडकमा हिजो अस्ति हामी कोठाभित्र बसेर चाहिँ भलाकुसारी गर्थ्यौँ भने चाहिँ आज सडकमै गएर चाहिँ आन्दोलन गर्नुपर्ने अवस्था कसले बढाएको हो, किन गर्दैछौँ यो कुरा चाहिँ हजुरहरूले मनन गर्नु होला, सम्पूर्णजनाले चाहिँ ध्यान दिनु होला यो कुरामा। यो कुरा चाहिँ सम्पूर्णजना चालक सहचालक एकजुट भएर अगाडि बढ्नुपर्ने छ यो कुरा। र अर्को कुरा के हो भने कर्णाली प्रदेशमा चाहिँ हामीले चाहिँ लाइसेन्सको लागि अपरेटर साथीहरूले धेरै ठाउँमा यहाँदेखि धनगढी गयो, के अरे दाङ गयो, यति टाढा टाढा जान्छौँ हामी, जान आउँदा भाडै खर्च त्यसमा पनि दलाललाई दिनुपर्छ। अनि हाम्रो पैसा चाहिँ कसरी हामीले अब एक त प्रमाणपत्र सिप छ, प्रमाणपत्र ल्याउनु जानुपर्ने, त्यसैमा पनि घुस नदिए आउँदैन, 4 चोटि जानुपर्ने, त्यसैले पनि कर्णाली प्रदेशले पनि पैसा तिरेर भए पनि लाइसेन्स बनाउन बाध्य कर्णाली प्रदेश पनि छ। त्यसैले त्यसको लागि सम्पूर्ण कर्णाली प्रदेशका साथीहरू एकजुट भएर कर्णाली प्रदेशमा अब हामीले लाइसेन्स यहीँबाट पाउनुपर्छ भनेर हामीले चाहिँ आज ज्ञापन पत्र हाम्रो प्रमुख अतिथिहरूलाई पनि दिइसकेका छौँ र यातायात कार्यालयमा पनि गएर दिइसकेका छौँ। र यो साथ सम्पूर्णजनाले जतिजनाले साथ दिनुभएको छ नि त्यो साथ आज मात्रै होइन, जबसम्म हामीले न्याय पाउँदैनौँ तबसम्म हामीले यो साथ छोड्नुहुन्न। आज त शान्ति र्याली गरेर 2000 अप्रिलसम्म भोलि नै हेर्नु होला, 2000 अप्रिलसम्म माग भएन भने चाहिँ सम्पूर्ण छ नि नमान्नेहरूको कार्यालयहरू पनि त्यही डोजर लगेर भत्काउने हिँड्ने दिन पनि आउन सक्छ। साथीहरू विचार गर्नु होला। र कर्णाली प्रदेशका साथीहरू चाहिँ सम्पूर्ण अब अहिले चाहिँ अब धेरै कामको सिलसिलामा पनि बाहिर हुनुहुन्थ्यो, धेरै साथीहरूले चाहिँ आउन पाएनन् भनेर चाहिँ मलाई चाहिँ दुःख व्यक्त गर्नुभएको थियो। उहाँ टाढै गए पनि उहाँ चाहिँ आउनुभएको छ अब भन्ने महसुस गरिरहेको छु मैले उहाँहरूलाई। र कर्णाली प्रदेशका साथीहरू अब यति नै हो अपरेटर भन्ने पनि सोच भयो होला कसैलाई, तर यो जुम्लाबाट हुम्लाबाट कालीकोटबाट लिडिङ एकजना दुईजनाले लिड गरेर आएको छ। उहाँ कति ठाउँमा साथीहरूले चाहिँ बाटो बलक भएर हाम्रो यतिसम्म छ कि बाटो बलक भएर यो ठाउँमा उपस्थित हुन सक्नु भएको छैन। अहिले पनि हामीहरूलाई दुःख गुनासो छ, हामी बाटोबाट फर्किँदैछौँ, हामी आउन सकेका छैनौँ। अब हामी त्यहाँ आयो भने भाडा छैन, त्योसम्मको हामी कहाँसम्म छौँ भन्ने कुरा त अब हामीले सबै थाहा पाइसकेका छौँ। त्यसैले गर्दा हामीहरू चालक सहचालक सम्पूर्ण एकजुट भएर चाहिँ अगाडि बढ्नुहुनेछ। र अब सम्पूर्ण कुरा चाहिँ सरहरूले भनिसकेका हुनाले गर्दा म धेरै टाइम वेस्ट गर्न चाहेन र यस कार्यक्रमलाई भव्य सभ्य रूपले आज सफल पार्न सम्पूर्णजनाले लागि पर्नुभयो, सम्पूर्णजनाले धन्यवाद दिन चाहन्छु। र हाम्रो लाइन मेन्स गर्न सूर्य भण्डारी र रोशन बमलाई पनि र्यालीको लागि धेरै सहयोग गर्नुभएको थियो, उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। र यस कार्यक्रममा आज चाहिँ हामीले सरले भनिहाल्नुभयो अघि 2वटा आज चाहिँ हाम्रो